मोटो भएपछि नाम पनि धेरै पाइन्छ के साथीहरू। मोटो भएपछि घरको मान्छेले के भन्थ्यो मलाई थाहा छ, भैँसी ए भैँसी भन्ने। सासु आमाले ए थुप्री दुलै त कहिले भन्न जानेन जिन्दगीमा। अनि देवरले नि थुप्री भाउजू भन्ने, गाउँघरका मान्छेले मोटी भाउजू भन्ने, कस्तो मोटो छ भन्ने के सबैजनाले। त्यही भएर म जुम्मामा लागि परेको। यति मेहनत गरी घरमा 1 कुन्टलको तराजु थियो कि, म त 110 केजी। कहिले म त्यो 1 कुन्टलको तराजुमा तौलिन्छु, मेरो वेट त्यसमा आउँछ त 100 केजीमा आउँछ भने म लागि परेँ। 5 महिना कि 6 महिना लाग्यो होला साथी त्यो तराजुमा जोखिँदाखेरि एक दिन 79 केजी भएछ। ओहो, म त यति खुसी भएँ कि कुरा नगरौँ। मैले हाम्रो घरको मान्छेलाई पनि भने, हेर्नु त म यो त काँटामा म जोखिएछु, अब चाहिँ म केही घट्ने, अब चाहिँ मलाई उ भयो कि अझै एकदम जोस आयो कि, यति जोस जागरका साथ मैले जुम्बा गरेँ कि कुरा नगरौँ। अब अर्को भाग पनि आउँछ साथीहरू। मेरो अघिल्लो भिडियो टिकटकले साउन्ड रिमुभ गर्दैछ, फेरि मैले हालेको छु साथीहरू। मेरो कथा सुनिदिनु होला, अझै पनि आउँदैछ, अझै रोचक कुराहरू आउँछ, सुन्नु ल।